हेलो साथीहरु, आज चाहिँ हामी बनाऊँ मोमो, त्यो पनि होस्टेलमा है त। हामीसँग बनाउनको लागि चाहिँ केही थिएन अनि हामीले चुलोमा बनाउन आँटेको थियौं। यहाँ सामानहरु काट्दै थियौं हामी चाहिँ सबजना होस्टेलको साथीहरु मिलेर। हामीले चाहिँ अनि यहाँ प्याजहरु काटेर रेडी बनाएर किमाको लागि रेडी पार्दै थियौं सबै थोक। अनि यहाँ अचारको लागि हाम्रो साथीहरु चाहिँ टमाटर काट्दै छ। अनि यहाँ डो पनि हाम्रो रेडी भइसकेको थियो अनि यो प्याजहरु चाहिँ बाँकी रहेको है काट्नलाई। अनि अचारकै लागि हामी बदामहरु चाहिँ सफा गर्दै थियौं। यो सब अचारकै लागि रेडी हुँदै थियो है। त्यतिकैमा चाहिँ बिहे थियो अनि पटेकाहरु पनि पड्काउँदै हुनुहुन्थ्यो अनि हामी पनि आफ्नो काम पनि गर्दै थियौं, हेर्दै पनि थियौं। अनि हाम्रो दिदीहरुले चाहिँ यहाँ गर्दै हुन्थ्यो काम। त्यतिकैमा किमाहरु बन्दा ओर्दा चाहिँ राति भइसकेको थियो अनि हामी राति नै भए पनि ढिलै भए पनि बनाऊँ न त भनेर बनाउन थाल्यौं सबैजना मिलेर। अनि साथीहरु मलाई चाहिँ फेरि मोमो बटार्न आउँदैन क्या, अनि त्यही भएर मैले चाहिँ जे पाए त्यही बटाइरहेको थिएँ। अनि यो चाहिँ हाम्रो दिदीले बनाउनु भएको थियो, मलाई कस्तो मन पर्यो, मैले भिडियो गर्दै थिएँ अनि दिदीले अझै दिँदै हुन्थ्यो। अनि हाम्रो साथीहरु चाहिँ आगोहरु फुक्दै थियो पानीहरु बसाउनलाई, अब मोमोको भाडा बसाउनलाई। अनि म चाहिँ यहाँ कुट्दै थिएँ त्यो अचारको लागि। अनि हाम्रो मोमो पनि बसायौं अनि अचारको लागि अझै रेडी हुँदै थियो, कुटेको कुटै थियौं। अनि यो चाहिँ सब बनाइसकेको हो, त्यहाँ राखेको थियौं हामीले फेरि बसाउनलाई। अनि अझै हामी कुटेको कुटै छौं हेर्नु न। अनि यहाँदेखि चाहिँ मैले भ्लगै बनाउन बिर्सेछु है साथीहरु, सरी। अनि यो चाहिँ हामीले खाइसकेपछि एकछिन गरेको नाचगान हो अनि त्यसपछि हामी गयौं मुनि।